भनिन्छ के यदि भित्री मन सच्चा छ, आफ्नो लक्ष्यप्रति त्यो मन केन्द्रित छ, समाजमा भएको हरेक परिस्थितिसँग लड्ने क्षमता छ अनि समाजको आफ्नो लाइफको रिस्पोन्सिबल छ भने जिन्दगीमा अगाडि बढ्न कसैले पनि रोक्न सक्दैन। आज यहाँहरू समक्ष त्यही एउटा स्टोरी प्रस्तुत गर्न चाहन्छु जुन कर्णालीमा जन्मिएकी वादी परिवारभित्रकी हुन्, सीता वादी, जसको यात्रा कर्णालीको नदी किनारबाट भएको थियो। त्यहाँका सबै धेरै जसो मानिसहरू घामको झुल्को झुल्किनुभन्दा पहिला खोलाको किनारमा पुग्थे बालुवा चाल्नको लागि, जीविका चलाउनको लागि। त्यही बालुवा र गिटीको थुप्रो बिचमा जन्मिएकी थिइन् सीता वादी। तर आज उनी बाल बालिका संरक्षण मन्त्री बनेकी छन्। यो यात्रा सजिलो थिएन। धेरै बाधा र चुनौतीहरू पार गरेर आफूलाई निखारेर उनले निकै मेहनत, निकै सङ्घर्ष, निकै अपहेलना यीबाट बाहिर निस्केर यहाँसम्म आएकी थिइन्। उनको बाल्यकाल अति कष्टकर थियो, सजिलो थिएन। उनको संसार अरू बच्चाको जस्तो रङ्गिन र उत्साहित थिएन। उनका खेलाउनाहरू गुडिया होइन, ढुङ्गा थिए, बालुवा थिए। उनी खेल्ने खेलको मैदान स्कुलको मैदान होइन, सजिलो मैदान होइन, उनको खेल्ने मैदान थियो खोलाको किनार। तिनै बालुवा, तिनै गिटीहरू। उनका आमा बुबा दिनभरि घाममा पसिना काट्दै बालुवा चाल्ने गर्थे। उनका हातहरूमा ठेला परेर छाला फुट्ने गर्थ्यो। उनका बुबा आमा दिनभरि मेहनत गरेर घरमा फर्किन्थे। फर्कँदा उनीहरूको थकाइ भन्दा पनि चिन्ता मनमा हुने गर्थ्यो। आजको दिनभरिको कामले बेलुका छाक टर्ला अथवा नटर्ला, यही चिन्ताको वरिपरि तिनै वादी समुदायकी सीता वादी माथि उठेकी थिइन्। सीता वादी धेरैजनाको जीवन टाढैबाट निहाल्ने गर्थिन्। बाल्यकालको उमेरमा जसलाई पनि रहर लाग्छ, कोही खेल खेल्न पाइयोस्, कुनै गाडीमा हिँड्न पाइयोस्, मिठो खान पाइयोस्, राम्रो लाउन पाइयोस्, उनले यो टाढैबाट हेर्ने गर्थिन् र आफ्नो मनमा एउटा प्रश्न जन्माउने गर्थिन्, के मेरो जीवन पनि यस्तो हुन सक्छ? जीवनले उनलाई सजिलो बाटो दिएन, तर भित्र भने आँट प्रशस्त दियो। घरमा उनलाई पढ्ने अवस्था थिएन। स्कुल जाने कुरा त टाढैको होस्, आफ्नो सपना पुरा गर्ने कुरा त टाढैको होस्, सामान्य पढ्ने वातावरण पनि थिएन। तर जसको मनमा इच्छा शक्ति हुन्छ, जसको मनमा केही गरौँ भन्ने गहिरो भाव पैदा हुन्छ, त्यो गहिरो भावको तुलनामा, त्यो इच्छा शक्तिको तुलनामा बाहिरका रोकावटहरू कुनै पनि होइनन्। त्यसले रोक्न सक्दैन। भनिन्छ एउटा भनाइ, पहाडको उचाइ चाहे जतिसुकै अग्लो किन नहोस्, मान्छेको आँट छ भने त्यो उचाइलाई पनि सजिलोसँग नागेर माथि पुग्न सक्छ। जस्तै सगरमाथालाई कयौँ व्यक्तिहरू उचाइमा पुगेर सगरमाथालाई आफ्नो कब्जामा आफूभन्दा तल बनाएका छन्। त्यसैले कहिल्यै पनि बाहिरका चिजहरूले रोक्न सक्दैन। उनलाई पनि जीवन सजिलो थिएन, घरमा पढ्ने वातावरण थिएन, तर सपना भने बुलन्द थियो। यही बुलन्द सपनालाई उनले सिच्दै अगाडि बढ्ने आँट गरिरहेकी थिइन्। त्यही बेलामा उनको जीवनमा एउटा चमत्कारी घटना यो भयो कि कुनै एउटा संस्थाले उनलाई पढाउन सहयोग गर्ने भयो। त्यो दिन जीवनको उनको पहिलो उज्यालो थियो। त्यो उज्यालो उनको मनको गहिराइसम्म पुगेको थियो। पहिलो पटक किताब समात्दा उनका हात कामेका थिए। त्यो कमाई भनेको डरको थिएन, सपनाको थियो। सपना एकैचोटि कसरी पुरा भयो। रातमा उनको घरमा बत्ती थिएन, दियो बालेर पढ्ने गर्थिन्। यदि इच्छा शक्ति छ भने, जीवनको जिम्मेवारी छ भने
प्रशस्तै बाहिरको उज्यालो होइन, मनको दीपक बालेर पनि पढेर अगाडि बढ्न सकिँदो रहेछ। धेरै दिन उनी भोकै बस्नु पर्यो। धेरै रातहरू उनले जीवनको जिम्मेवारी लिएर पढ्दै बिताउनु पर्यो, किनकि उनी केही बन्न चाहन्थिन्, समाजको बारेमा केही नयाँ गर्न चाहन्थिन्। तर उनी कहिल्यै म गर्न सक्दिनँ भनेर हार मानेनन्। यही हार नमान्नु नै उनको जीवनको सबैभन्दा ठुलो शक्ति बन्यो। सधैँ उनले भनिन्, म प्रयास गर्छु, आई विल ट्राई देन आई विल डू। उनको पढाइ निरन्तर यसरी नै चलिरह्यो। समय बित्दै गयो। सीता अब ठुली भइन्। पढाइले उनको सोच बदलिदियो। उनले एउटा कुरा कहिल्यै पनि बिर्सिनन्, आफ्नो विगत। उनी ठुलो पदमा पुग्दा पनि यसरी रोएर आफ्नो विगतलाई सम्झिएर आँसु बगाइन्। यसले यो देखाउँछ कि उनी जुन पनि काम गर्छिन् निष्ठापूर्वक समाजको हित र कल्याणको लागि काम गर्छिन्, किनकि उनको ब्याक अफ द माइन्ड एउटा गहिरो संवेदनशील छ, एउटा गहिरो जीवनको बारेमा सत्कर्म गर्ने अटोट छ, जीवनसँग गहिरो प्रेम छ, गरिबीलाई छुटाएको एउटा ठुलो गहिरो अनुभव छ। उनको विगत यसरी चल्दै आइरहेको थियो। उनले आफू जस्ता हजारौँ बालबालिकाहरू अझै पनि अन्धकारमा छ, उनीहरूलाई बाटो देखाउनु छ। उनले यही निर्णय गरिन्, अब चुपचाप म बस्दिनँ। उनी सडकमा उत्रिन्, आवाज उठाइन्, अन्यायको विरुद्ध बोलिरहन्। मानिसहरूले सुरुमा उनलाई भने, यो केटी, यो सानी बच्ची किन बोलिरहेकी छ? तर होइन, निरन्तर एक काम गरिरह्यो भने त्यो पनि समाजले स्वीकार गर्छ। सुरुमा जो चाहे बोलोस्, उसलाई समाजले सजिलै स्वीकार गर्दैन। त्यसैले उनी रोइरहन्, आफ्नो आवाज सानो भए पनि सत्यको दिशातिर राखिरहन् र अगाडि बढिरहन्। त्यसपछि एक दिन त्यो सत्यले ठुलो रूप लियो। जीवनको सङ्घर्ष सँगसँगै त्यो आवाज आजको दिनमा सडकले मात्र होइन, देशले सुन्ने स्थानमा आइपुगेको छ। उनको सङ्घर्षले आम मानिसको जीवनमा पनि धेरै प्रेरणा दिने एउटा सक्सेस कथा बनेको छ र आज उनी एउटा महान स्थानमा पुगेकी छन्। उनको यो स्थानले एउटा बालबालिकाको जीवनमा आई क्यान डू, आउटसाइड सिचुएसन इज नट भेरी बिग। सिचुएसन भनेको खराब आउन सक्छ। बिल गेट्सले भनेका थिए कि खाली खल्ती जन्मिनु समस्या होइन, खाली नै खल्ती भएर मर्नु सबैभन्दा ठुलो समस्या हो। यही सानो बिउको गेडा अनगिन्ती बच्चाहरूको मस्तिष्कमा रोप्न सक्यो भने समाजलाई उनको जीवनदेखि ठुलो योगदान हुनेछ। आशा गरौँ उनको यो रिस्पोन्सिबल भएको जीवनले धेरैलाई प्रेरणा दिनेछ। सीतावादी जुन समुदायबाट एउटा आवाज बनेर उठेकी छन्, आज त्यो आवाजले त्यो ठाउँमा पुगेर देश बदल्ने अवश्य छ। आज सीतावादी केवल नाम मात्र होइनन्, उनी सङ्घर्षको प्रतीक हुन्, उनी आशाको किरण हुन्, उनी प्रेरणाको नयाँ शक्ति हुन्। र अन्तिम सन्देश यही हो कि गरिबी हुनु समस्या होइन, गरिबीबाट बाहिर निस्कने आँट नगर्नु, साहस नगर्नु, सिक्न नखोज्नु सबैभन्दा ठुलो समस्या हो। त्यसैले सङ्घर्षले जीवनलाई बनाउँछ र महत्त्वपूर्ण कुरा यो हो कि सङ्घर्ष हामी कहाँ गर्छौँ। सबैभन्दा दबिएको आवाजले नै आज सबैभन्दा ठुलो शक्ति बनेर देशको गरिबीलाई र देशका गरिब अन्धकार भएका बच्चाहरूलाई अगाडि बढाउने स्थानमा आइपुगेकी सीतावादीको कथा यही हो कि मित्रहरू, गरिबीले सपनालाई रोक्न सक्दैन, हिम्मतले नयाँ इतिहास बनाउन सक्छ। मित्रहरू, यहाँलाई यो सीतावादीको एउटा प्रेरणादायक कथा कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्न नबिर्सिनुहोला। थ्याङ्क यू भेरी मच।